नमः। आदरणीय सनातन धर्मप्रेमीजनहरू, आज हामीहरू शुद्धता अपनाउन गरिने कुराहरूको बारेमा, खानेकुराको बारेमा गफ गरौँ। जसरी समाजमा शुद्धता अपनाउन हामीहरू विभिन्न चोखा चिजहरू खाने गर्छौँ, तर हामीहरू शुद्धता अपनाउने बेलामा एउटा कुरो ख्याल गर्दैनौँ कि शाकाहारी भन्छौँ भन्न चाहिँ, तर हामीहरू लसुन प्याज र च्याउ जस्ता कुराहरू खाइरहेका हुन्छौँ। कुनै पनि व्रत गर्नुपर्दा, उपासना आदि कर्महरू गर्नुपर्दा धेरै दिन अघिदेखि शुद्ध भएर बस्नुपर्ने परम्परा रहेको छ र पनि हामीहरूले मांस आदिलाई अशुद्ध मान्छौँ र लसुन प्याज च्याउ छ्यापीहरूलाई चाहिँ हामीले खाइरहेका हुन्छौँ। किनकि शास्त्रले बताउँदछ कि लसुन प्याज र च्याउ पनि असाध्यै बिटुला जातहरू हुन्, यिनीहरू पनि खान योग्य जातहरू होइनन्। अब लसुन प्याज किन बिटुलो त, बारीमै उम्रिन्छ भन्ने तर्क पनि आउँछ। तर के हो भने हामी कुनै पनि नियममा, कुनै पनि कानुनमा रहेका हुन्छौँ। इहलोकमा पनि अहिले पनि राज्यले एउटा नियम बनाउँछ, एउटा कानुन बनाउँछ र त्यो कानुनमा, नियममा हामीहरू अनुप्राणित भएर अगाडि बढ्छौँ। त्यस्तै हाम्रा ऋषि महर्षिहरूले पनि शास्त्रको कानुन बनाउनु भयो। जुन कानुन अनुसार, शास्त्रको नियम अनुसार हामीले हाम्रा कर्महरू गर्ने, हामीले हाम्रो दैनिक जीवनयापन गर्ने हो भने समाज त राम राज्य बनिहाल्छ। र लसुन प्याज जस्ता चिजहरूलाई शास्त्रले नै बिटुलो भन्यो। हाम्रा ऋषि महर्षिहरूले बनाउनुभएका ग्रन्थहरू, पुराण होइन, स्मृति ग्रन्थहरू, मनुस्मृतिहरू, याज्ञवल्क्य स्मृति, कुर्म पुराण जस्ता ग्रन्थहरूले पनि लसुन प्याजले असाध्यै बिटुलो जातमा लिएको हुनाले खानु हुँदैन। यस्तै प्रकार भनिएको पनि छ कि पलाण्डुम बिट बराहम च छत्राकम ग्राम कुकुटम लसुनम गृञ्जनम चैव जग्भा चान्द्रायणम चरे। जसले प्याज, लसुन, च्याउ, छ्यापी, कुखुरा, सुँगुर जस्ता चिजहरू ग्रहण गरेका हुन्छन्, खाएका हुन्छन्, त्यस्ता खाएका व्यक्तिहरू शुद्ध हुनको लागि के गर्नुपर्छ? चान्द्रायण नाम गरेको व्रत गर्नुपर्दछ। यसैले पनि लसुन प्याज च्याउहरूलाई शास्त्रले निन्दा गरेको छ। के भन्दछ भने अझ लसुन प्याज खायो भने शुद्ध हुन त 10 रात्रसम्म अथवा 10 दिनसम्म दुध मात्रै खाएर पेट साफ गरेर शुद्धता अपनाउनु पर्ने भन्ने कुरा पनि याज्ञवल्क्य स्मृतिमा, शङ्खधर सूत्र धर्मसूत्रमा पनि बताउँछ। लसुनम पलाण्डुम गृञ्जनम बिटबराह ग्राम कुकुट कुम्भिक भक्षणे द्वादश रात्र त्रयम पयः पिबेत। द्वादश रात्र यानि कि 12 रातसम्म, 12 दिनसम्म दुध मात्र पिएर पेट शुद्ध बनाएर अनि बल्ल शुद्धता हुनुपर्ने परम्परा विधानले बताउँदछ। धार्मिक विधानले हामी धर्ममा रहेर, सनातन धर्ममा रहेर सनातन धर्मकै कुराहरू मान्छौँ भने हाम्रा ऋषि महर्षिहरूले बताउनु भएको, उहाँहरूले बनाउनु भएको नियम हामीले मान्नुपर्ने हुन्छ। जस्तै मनु महाराजले मनुस्मृतिमा लेख्नुहुन्छ कि छत्राकम बिट बराहम च लसुनम ग्राम कुकुटम पलाण्डुम गृञ्जनम चैव मत्या जग्ध्वा पतेत दिव्ज। जति पनि पूजापाठ गर्ने, जनै लगाउने हामीहरू छौँ, हामीहरूले लसुन प्याज च्याउ छ्यापी कुखुरा जस्ता चिजहरू खाइयो भने पतन भइन्छ। धर्म कर्म गर्न पनि मिल्दैन, यानि कि धर्म कर्मबाट पतन भइन्छ। लसुन प्याज खाएर शुद्ध छु भनेर गरिएको धर्म कर्महरू काम लाग्दैन। यसै कारणले गर्दा चान्द्रायण नामहरूको व्रत गरेर शुद्ध हुनुपर्ने, अनि हामी अशुद्ध हुने हुनाले लसुन प्याजलाई असाध्यै बिटुलोको रूपमा लिएको छ। सम्वर्त स्मृतिमा पनि लसुन प्याजलाई बिटुलोकै रूपमा लिइन्छ। पलाण्डुम लसुनम जग्भा तथैव ग्राम कुकुटम छत्राकम बिट बराहम च चरेच चान्द्रायणम चरेत। यति थोक गर्दा पनि अथवा यति थोक खाइयो भने फेरि चान्द्रायण व्रत गर्नुपर्छ भन्छ। र पद्म महापुराण स्वर्गखण्डमा पनि बताइन्छ कि पलाण्डुम लसुनम सुक्तम निर्यासम चैव वर्जयेत छत्राकम बिट बराहम च सिन्नम पियूषमेव च। छत्राकम बिट बराहम च, जसरी लसुन प्याज च्याउ छ्यापी कुखुराहरू सुँगुरहरू खाइयो भने हामी पतन होइन्छ। त्यस कारणले खानु हुँदैन, अशुद्ध चिज भन्छ। प्राचीन कालमा ऋषि महर्षिहरूले यस्ता चिजहरू बन्देज लगाउनु भएको थियो, खानुहुन्न थियो। मत्स्य पुराणमा पनि बताइन्छ, जसले, जुन व्यक्तिले, विशेष ब्राह्मणलाई भनेको छ अरे त्यहाँ त, लसुन प्याजहरू च्याउहरू खाने ब्राह्मण छ भने त्यस्तो ब्राह्मणलाई राजाले के गर्नुपर्छ भने आफ्नो राज्यबाट निकाल्नुपर्छ अरे। राजाले पनि लसुन प्याज खाने ब्राह्मणलाई आफ्नो राज्यमा राख्नु हुँदैन। यस्तो खाले कुरो मत्स्य महापुराणमा बताउँछ। त्यसै कारणले गर्दा पनि लसुनम च पलाण्डुम च सुकरम ग्राम कुकुटम तथा पञ्चनखम सर्वम वक्षा धन्यत्व भक्षये विवासयत क्षिप्रमेव ब्राह्मणम विषयात्वका। विवासयत भनेको लखाड दिनुपर्छ। राजाले पनि ब्राह्मणले
त्यसमा राख्नु हुँदैन हैन कि सरकारले मुखियाले कुनै पनि गाउँमा कुनै पनि ठाउँमा लसुन प्याज खाने ब्राह्मण छन् भने त्यस्ता ब्राह्मणलाई राख्नु हुँदैन भनेर मत्स्य महापुराणमा पनि बताउँदछ। यसै कारण पनि बुझ्नु पर्दछ कि लसुन प्याज अनि विशेष गरी च्याउ यिनी भनेका असाध्यै अशुद्ध चिजहरू हाम्रा ऋषि महर्षिहरूले नै त्यो बनाउनु भयो। अझ पराशर महामुनिले भन्नुहुन्छ कि लसुन प्याजहरू पेटमा पर्यो खाइयो भने त 3 रात यानि कि 3 दिनसम्म पञ्चगव्य मात्र खाएर शरीर शुद्ध बनाउनुपर्छ। किनभने लसुन प्याजले शरीरमा एक प्रकारको नराम्रो कुरा पनि बनाइदिन्छ होइन, उत्तेजना बढाइदिने, खाँदाखेरि गनाउने हुन्छ। खाँदाखेरि गनाउँछ र पो नखाने हो त भन्ने खाले धारणा पाइन्छ, तर त्यो होइन। किनभने हामीले एउटा कुनै पनि नियम मान्छौँ, ऋषि महर्षिहरूको आदर्श मान्छौँ भने ऋषि वाक्य शास्त्र वाक्यलाई मान्न पर्ने हुन्छ। जसरी अहिलेको समाजमा यो देशले राष्ट्रले बनाएको कानुन मानेर हामी बसेका छौँ, त्यस्तै हामी पनि वैदिक सनातन धर्ममा रहेर ऋषि महर्षिहरूको कुरा सुन्छौँ मान्दछौँ भने उहाँहरूले बनाउनु भएको नियम, उहाँहरूको एउटा आदर्श, त्यो धर्मशास्त्रको नियम विधानमा हामीहरू पनि रहनु पर्दछ। त्यसै कारणले गर्दा सबै शास्त्रहरूको निचोडको रूपमा शास्त्रले बताएअनुसार बुझ्नुपर्छ कि लसुन प्याजहरू अवश्य हुन्, च्याउ अवश्य हुन्। यस्ता चिजहरू खानु शुद्धता हुँदैन। त्यसैले पनि सकिन्छ कहिले पनि नखान पर्यो। यदि सकिँदैन भने पनि आफ्नो विशेष दिनहरूमा शुद्धता अपनाउनु पर्ने दिनहरूमा भगवानको पूजा गर्दा, पितृ कार्य गर्दा होइन, देव कार्य गर्दा, कुनै पनि व्रतहरू बस्दा, उपासना गर्दा यी यस्ता चिजहरू खानु हुँदैन। खाइयो भने त अशुद्ध हुन्छ र जब अशुद्ध हुन्छ भने अशुद्ध भएर गरेको धर्म कर्म पनि फल प्राप्ति योग्य हुँदैन। त्यस कारणले गर्दा हामीले जस्तै संसारमा रहँदा विभिन्न कर्महरू गर्छौँ, घरमा पुरै बिजुलीहरू बत्ती बाल्नलाई तार त जोडियो, तर लाइन आएन, करेन्ट आएन भने त्यो तार जोड्दा उज्यालो हुँदैन। त्यस्तै हामीले पनि शुद्धता अपनाउन भनेर धेरै थोक गरियो, पूजा गरियो, पाठ गरियो, तर हामीले खानेकुरामा भक्ष्य र अभक्ष्यको विचार गरिएन भने हामीले गरेको धर्महरू पनि निष्फल हुन्छ। र यसैले बुझ्नुपर्छ मद्यपान, धूम्रपान, लसुन प्याज भनेका असाध्यै शास्त्रद्वारा निन्दित गरिएका कुराहरू हुन्। यसैले पनि खानु हुँदैन। जब हामी शास्त्रमा रहेर शास्त्रले बताएका कुराहरू गर्छौँ भने हामीहरूलाई के हुन्छ भने सबै प्रकारले फलीभूत हुन्छ। शास्त्र विरुद्ध आचरण गरियो भने, शास्त्रभन्दा भिन्न भयो भने समाज पनि नराम्रो हुनसक्छ। ऋषि महर्षिहरूले वैदिक परम्परामा, वैदिक सभ्यतामा जुन एउटा राम राज्यको कल्पना गर्नुभएको थियो, त्यस्तो राम राज्यमा सबै कुरा शान्त शुद्ध बुद्ध हुन्थ्यो। लसुन प्याजहरू जाँड रक्सीहरू नखाने, कुनै पनि कर्महरू नगर्ने समाज पनि भाँच्दैन थियो। कुर्म महापुराणमा एउटा वचन आउँदछ कि लसुन प्याज अनि यो सुराहरू मद्यपानहरू छुनु पनि हुँदैन। खान त परै जाओस्, छोइयो भने पनि अशुद्ध हुन्छ। कुर्म महापुराणमा के बताउँदछ भने सुराम पृष्ट्वा दिव्य कुर्यात् प्राणायाम त्रयं शुचिः पलाण्डुं लसुनं चैव घृतं प्राश्चिततः शुचि। यसैले पनि बुझिन्छ कि ब्राह्मण जातिले र दिव्य जातिले पनि लसुन प्याजहरू छोइयो भने के गर्नु पर्यो त 3 पटक प्राणायाम गर्नु पर्यो। हजुरहरूले प्राणायाम गर्ने विधि जान्नुभएको छ नि, प्राणायाम गर्नु पर्यो अनि बल्ल शुचि हुन्छ। छोइयो भने पनि अब खाइयो भने त कति अशुद्ध होला। त्यस्तै प्रकारले सुरा भनिन्छ रक्सीहरू मद्यपानहरूलाई, यस्ता चिजहरू पनि छोइयो भने प्राणायाम गर्नु पर्यो अनि बल्ल शुद्ध हुन्छ। घिउ चाट्न पर्यो अनि बल्ल शुद्ध हुन्छ। यस कारणले गर्दा शास्त्रको वचन, शास्त्रको मर्म बुझियो भने संसार चाहिँ एक प्रकारको राम राज्य, वैदिक राज्य हुन जान्छ।